अब त्यसपछि कुरा गरौँ अब यो होटल फिल्डमा अहिले जुन मैले भने वेटरमा, रिसेप्सनमा, अनि तपाईँको किचनमा सेफहरू, अनि लिएर मेन्टेनेन्स, लाइफ गार्ड, अब होटलको अन्तर्गतमै जति पनि यो डिपार्टमेन्टहरू छ, यसमा चाहिँ बेसिक स्यालेरी तपाईँको 750 देखि 800 युरो बेसिक स्यालेरी हुन्छ। त्यो भनेको नेपाली तपाईँको 1,10,000 भन्दा माथि हो। त्यो भनेको मिनिमम हो। अब त्यसमा एभरेज अन एन एभरेज 1,30,000, 1,40,000, 1,50,000 मजाले स्यालेरी यहाँ कमाउँछन्। जस्तै 800 युरो, 850 युरो, 900 युरो, 950 युरो त्यो बेसिक स्यालेरीमा यहाँ मैले कमाउने धेरै साथीहरू देखेको छु। मेरो पनि त्यही 800 देखि 900 बेसिक स्यालेरी हो। अब ओभर टाइम बाँकी टिपमा आफूमा भर पर्ने कुरा हो, आफ्नो डिपेन्ड हुने कुरा हो, कति आफू काम गर्न सकिन्छ, कम्पनीले कसरी ओभर टाइम दिन्छ या दिँदैन भन्नेमा पनि डिपेन्ड गर्छ। तर मेरो होटलमा चाहिँ अब जरुरत परेको बेलामा जस्तै क्राउड बढी आयो भनेपछि चाहिँ ओभर टाइम पनि दिन्छ। अनि ओभर टाइम हामी गर्दाखेरि चाहिँ अब त्यो अभियसली अब स्यालेरी इन्क्रिज भएर आउँछ। तपाईँको 200 युरो, 300 युरो भन्ने पनि नेपालको 40-50 हजार ओभर टाइममा पिक सिजनको बेला फेरि त्यो पुरै सालभरि नै चल्ने होइन त्यसरी। अब तपाईँको मेन पिक सिजन भनेको तपाईँको जुन, जुलाई, अगस्त यो 3 महिना चाहिँ साइप्रसमा होटल फिल्डमा चाहिँ पर्यटकहरू, टुरिस्टहरू एकदमै बढी आउने भएकोले गर्दा एकदमै प्याक्ड हुन्छ। प्याक्ड भएपछि ओभर टाइम दिने हो। अब कम्पनीले पनि उसलाई पनि आफ्नो जरुरतको हिसाबले ओभर टाइम दिने हो नि त। त्यो भएर चाहिँ त्यति बेला चाहिँ तपाईँको एकदमै राम्रो स्यालेरी प्याकेज, स्यालेरी प्लस ओभर टाइम, अनि बाँकी चाहिँ अब तपाईँको टिप हुन्छ भने तपाईँले अब